यिनीहरूलाई डङलङ्गै पार्नेहरूले आज मलाई यहाँ फकाइ बोलाएर मकै यत्रो ठेसर लाउनुलाई यिनीहरूलाई लर चित्ताउन पर्नेहरू यिनीहरूलाई मर्न नसकेका कोरियाहरू त्यसले हो के ओइ आज त अब म मामा घर भनेर जिन्दगी आउन्न आमा म अब मामा घर भनेर जिन्दगी आउन्न है फकाइ मलाई यहाँ ल्याएर म आउन्न कति दियो मकै यत्रो बारीमा ठेस किन ल्याउनु मलाई फकाएर किन बोलाएको त नाति भनेर अब म आउन्न अब आउन ल न यही मकै ठेस लाउनु बोलाएको हौ बरु म 10 रुपियाँ दिन्छु चाहिँदैन तँलाई म 5 रुपियाँ दिन्छु त नआएर तेरो बुढी आउँछ त हेर्नुहोस् गाइज उहाँ स्विमिङ खेल्न लैजान्छु भनेर बोलाएर तपाईँ स्विमिङ त गमलामा पानी थाप्दैन छुप्लु गराइदिनु भने मात्र स्विमिङ खेल्न लान्छु भनेर आएको म यहाँ मकैबारीमा खेलायो मलाई यिनीहरूले झुट बोलेर गाइजहरू अझ यसले यो आउँदैन भनेर हामीले के प्लान गरेको भन्दा यो आउँदैन भनेर काम गर्न पर्छ भनेर आउँदैन हामीले चाहिँ स्विमिङ खेल्न जाऊँ आइज भनेर टाउनमा जाने भनेर हामी प्लान गरेर 4 जनाले प्लान गरेर यसलाई झुट बोलेर बोलाए भने मकै ठेसरलाई अब गइन जा नगइन नजा मतलबै भएन यो राडाको बान्ने नि अर्को दिन्छु भनेर के मलाई बोलाएको बोला गाइन कुच्ची माथि आएन हो के गर्ने हो मैले आउन्न त्यत्रो उहाँबाट साइकलमा पेली आयो यहाँ ल्याएर यत्रो मकै ठेसर लाउनु लगाइदिएर हेर्नु न गाइज हो यत्रो मामाका मकै लाएर अब यसले खेर गयो हेर त अब गर्ने के भोलि पर्सि अब मकै सकै बेचेर नातिलाई आऊ बाबु भन्न पर्ला नि आउन्न नि म त आउन्न चम्कायो मलाई तिमीहरूले हो र अब आउन्न म तँलाई त वहीँ गएर उचालेर ल्याउँछौँ नि म त आउन्न गाइज अब त बिरामी भएको नाटक गरेर सुत्दिने हो यहाँ स्विमिङ खेल्न लान्छु आमा त्यहाँ त आएको छ त के भन्नु ऋतिका आप चढ्न जाने आप चढ्न मान्छे त्यहाँ पागल एकछिन रोक्ने मान्छे आएर कि गाडी मान्छे आएर मर्दा त्यही हिँड्छ उताबाट मान्छे यसले गाडी चोर्न हिँडाल्यो मलाई संस्कार सिकायो यसले यस्तो कपडा लगाएपछि माइन्ड नगर्नु त्यो गरौँ मान्छे अन्त चाबी किन्न चुप लाग्यो मैले हेरेँ त नि मान्छेको डरले कहाँ आँप हेरेँ त नि
मान्छे आएको हो आठमा खन्छु माछाले बस्नु बस देख्छन् क्या माछाले उता त्यहाँ हेर्नु त्यहाँ अर्कालाई तलतिर के माछाले आइज जाऊँ क्या अनि भाग यहाँ सक्यो मान्छे रोइकै गयो ओइ चुप लाग हल्ला न चिनेर हामीलाई चिनेर म त उहीँ लड फालिदिन्छु अब खाम्न अलिक गाली खाए पनि अहिले आप त खाम्न पागल न त नखाएकै त्यहाँ गुसु खाल्छ जाम्न त हो कस्तो धौ भयो आउँछ चोर्न नि गाह्रो रहेनछ गाईहरू हामी आज थाहा पाएको भए त मान्ने थियौँ है कता छोडिस् सबै छोडिस् के तैँले ल यति बेटा गाइज केही गरी म भोलि आइन भने मलाई सम्झिनुहोस् कि आबुवाला मान्छेले लएर गए बाई बाई थ्याङ्क्स फर वाचिङ कि यो राँडाको मालले नहेरेर पनि हो कि यसले हेर्नुपर्छ नि मान्छे भन्नुपर्छ नि माछाले देखेर रहेछ पहिला बाई बाई गाइज भोलि भेटौँला